भनिन्छ नि, फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन। कुनै मान्छेको एउटा राम्रो गुण देखियो भने हामीलाई लाग्छ कि उसको सबै कुरा राम्रो छ। कुनै विद्यार्थीले विज्ञानमा राम्रो प्रदर्शन गर्छ भने हामीलाई लाग्छ कि ऊ सबै विषयमा राम्रो होला। यसलाई मनोविज्ञानमा हेलो इफेक्ट भनिन्छ र यो एउटा कग्निटिभ बायस हो जसले सूक्ष्म रूपमा हाम्रो सोच र दृष्टिकोणलाई प्रभावित गर्छ। राजनीतिमा नै हेरौँ न, कुनै नेताले चट्ट लुगा लगाउँछ, सरर बोल्छ र आत्मविश्वासका साथ मिठो मिठो भाषण गर्छ भने उसलाई हामीले राम्रो मान्छे हो भनी सोच्छौँ। कामको कुनै मूल्याङ्कन नगरी बिना कुनै प्रमाण उसलाई हामीले मन पराउँछौँ। कसैले त भगवान नै बनाइदिन्छौँ। यसको ठिक उल्टो, कसैले नराम्रो लुगा लगाएको छ वा कसैमा एउटा नराम्रो गुण भेटियो भने उसको सबै चिज नराम्रो होला, मान्छे नै खत्तम रहेछ भन्ने सोच्छौँ, राक्षस बनाइदिन्छौँ। वास्तवमा मानव संवेदना, ताकत र कमजोरी, महत्वाकांक्षा र आशंका, सुख र दुःखको अनगिन्ती धागोले बुनेको कपडा जस्तै हुन्छ। मान्छे केवल राम्रो वा खराब हुँदैन, मानिस त धेरै अनुभवहरूको, धेरै विरोधाभासहरूको सिम्फोनी हो। एउटा मात्रै धागो हेरेर आत्मको मूल्याङ्कन गर्नुभन्दा पहिला सबै कपडा हेर्ने कोसिस गरौँ र मानव भावनाको जटिलतालाई स्वीकार गरौँ। तपाईलाई के लाग्छ? कृपया कमेन्ट बक्समा लेख्नुहोला।